हेलो गाइज, हामी चाहिँ बुद्ध पार्क जाँदैछौँ आज। सरहरू चाहिँ अगाडि जानुभयो। उहाँहरूको त बाइक स्कुटी थियो नि त आफ्नो आफ्नो। हाम्रो त छैन। हामी चाहिँ हिँडेर जाने। अब हामी बुद्ध पार्कमा भेट्यौँ। माथि यहाँ हाइवेमा निस्किसकेका छौँ। मिस पुरै हेलमेट सेलमेट लाएर रेडी भइसक्नु भयो अब राइड गर्नलाई। उहाँ सर हुनुहुन्छ। यो चाहिँ हाइवे हो, यो मुनिबाट आएको हामी यो बाटो। यो चाहिँ हाम्रो अलैँची विकास केन्द्र त्यहाँ देखिएको छ। यो बाटोबाट आएको हामी अब यहाँबाट यो बाटो हुँदै पशुपति जाने बाटोमा जान्छौँ। यो चाहिँ लक्की डेरी यहाँ देखिन्छ। अहिले हामी आएर यहाँको चिज पनि चेक गर्छौँ। हिजो पाइन्छ डिडिसीको चिज टेस्ट गरेको जस्तै। लक्की डेरीको विज्ञापन लोकल आन्तरिक उत्पादनलाई चाहिँ एकदम प्राथमिकता दिनुपर्छ भन्ने मान्यताले चाहिँ हामीहरू यो आन्तरिक पर्यटनलाई पनि अलिअलि प्रोत्साहन गर्ने हेतुले चाहिँ नजिकैको हाम्रो क्षेत्रतिर चाहिँ जाँदै हो। खासमा अब हामी एकछिनमा अब 5-7 मिनटमा हाम्रो गन्तव्य भनेको कहाँ पो रे गुम्बा बुद्ध पार्क हो। त्यहाँ पुग्छौँ एकछिनमा। अब त्यहाँ पुगेर देखाउँछौँ। फाइनल्ली हामी यहाँ आइपुगेका छौँ। उहाँहरू यहाँ बाइक राखेर जाने चाहिँ हामी यसको माथि टप माथि यहाँ चाहिँ के छ अरे बुद्धको मूर्ति यो कहिलेकाहीँ जिब्रो यस्तै हुन्छ नि त। यहाँ सबै टुरिस्टहरू भनौँ न, आन्तरिक टुरिस्टहरू देखिन्छ नि। यहाँ उहाँहरू आउनुभएको छ। त्यसपछि उहाँहरू हामी यो दुईटामा आएको ढाका पुग्यौँ। अब माथि जान्छौँ। मिसलाई चाहिँ कस्तो लाग्दैछ? लु फेरि तिम्रो त पारा आइहाल्यो फेरि यस्तो। हामी माथि पुगेकै छैनौँ। ऊ त्यहाँ माथि पुल पनि देखिएको छ। त्योभन्दा माथि गुम्बा, तर मौसम नखुलेर चाहिँ अलिकति त्यति राम्रो देखिएको छैन भ्यू चाहिँ। ऊ त्यहाँ माथि भ्यू टावर जस्तो त्यो के को टावर, त्यो एनटिसीको के को टावर देखिँदैछ। मौसम अलि एकछिनमा खुल्छ भन्ने हामीले अपेक्षा गरेका छौँ। लु अब हामी फाइनल्ली पुग्यो। अर्को एकजना सर यहाँ हुनुहुन्छ। अब हामी माथि जान्छौँ। हामी खासमा कहाँ आएको भन्ने कुरा देखाउँदैछु। यो बाटोबाट जान्छौँ हामी। यो चाहिँ हाइवे हो, यो पशुपतिनगर जाने हाइवे हो। यो बाटो हुँदै यताबाट यो बाटो माथि हामी बुद्ध पार्क भन्ने ठाउँमा आएको। यहाँ चाहिँ एउटा ठुलो बुद्धको मूर्ति छ। तपाईँलाई म देखाउँछु बुद्धको मूर्ति। यसरी हेर्न सक्नुहुन्छ यो। अनि त्यो म यो केटाकेटीहरू जस्तो कहिलेकाहीँ हुन्छ। हो यहाँ हो हामी पुगेको। ऊ यहाँ लेखेको छ माथि यताबाट देख्न सक्नुहुन्छ। यहाँ नेपाल लेखेको छ। यहाँ चाहिँ यस्तो यस्तो रे यस्तो राम्रो छ। ल यस्तो छ। हामीहरू यहाँ चाहिँ 4 जनाको जम्बो टोली भएर आएको छ यहाँ। लु हामी चाहिँ ठ्याक्कै यहाँ पुग्दैछौँ। लु यहाँ पुग्दैछौँ। अब यहाँबाट माथि जान्छौँ हामी। हामी कहाँ पो रे बुद्ध पार्क। यो चाहिँ ड्रेसहरू पनि पाउने रहेछ। हामी यहाँ ठ्याक्कै पुगेको छौँ। यो हामी खासमा आएको चाहिँ यहाँ हो। यो यहाँ आएको देख्न सक्नुहुन्छ पारि। उहाँहरू आउँदै हुनुहुन्छ तलबाट। हाम्रो टोलीहरू चाहिँ यताबाट आउँदैछन्। त्यहाँ देखाउँछु। यहाँ यस्तो लेखेको छ यहाँ नेपाल। यो चाहिँ नेपाल लेखेको छ यहाँ। अनि FEL यस्तो लेखेको छ नि छ। बुद्धको मूर्ति भन्ने आएको ठाउँ चाहिँ यो हो। यहाँ चाहिँ लिटिल बुद्ध हुनुहुन्छ कि को त हुनुहुन्छ? हामी यही मूर्ति हेर्न आएको होइन त? मूर्ति कि मूर्ति उहाँहरू पुरा आफ्नै पारामा हुनुहुन्छ। ऊ हेरौँ त देखाउँ। अनि उहाँ चाहिँ क्यामेराम्यान हेर्नु है। त्यो त क्यामेराम्यानको नाक हेरौँ पहिला यस्तो अनि यस्तो। अनि उहाँ चाहिँ परबाट हेर्ने दर्शक हाँस्ने चाहिँ यस्तो हुनुहुन्छ। फेरि कुहिरो आइहाल्यो पछाडि ब्याकग्राउन्डमा। यस्तो छ मस्ती। फ्रुटी खाँदैछ न यहाँ यस्तो चिसो भयो पनि। उहाँ मिसले चाहिँ फेरि अर्कै तला खाने रे। उहाँ चटपटे पनि खाँदैछन्। चाहिँ काफ्ले सर पनि हेर्नु त।
टोलीहरू खाँदैछन् हामी आएर यो झालमुरी चटपटे फ्रुटी अनि यो पसल हो योबाट खाएको हामीले यहाँ चाहिँ यहाँ वरिपरिको यही हो यो नेपाल हो किन पाएन भनेर हो कि फोटो खेल्नु दिएन फोटो पुरा यस्तो छ यतातिर खै यता हेर्दै त लु के हो यस्तो छ अनि यहाँ उहाँहरूलाई यस्तो छ तर मौसम भने आज यस्तो एकैछिनमा यस्तो हुन्छ एकैछिनमा फेरि एकदम यहाँबाट माथि जान्छ हामी अब चियाबारीतिर यो चाहिँ मौसमले चाहिँ आज अलि दुःख दिइरहेको छ एकैछिनमा खुल्छ एकैछिनमा यस्तो छ अब यहाँ यस्तो छ त के लाउँ घाम छैन कालो देखिँदैछ लु मिसहरू अलि छिटो छिटो आम त लु खै कुद्दै हुनुहुन्छ लु कुदो 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 हल्लो हल्लो यहाँ कसरी आउनु सक्ने गलेर स्यासु भइसक्यो यहाँ यस्तरी आज हाम्रो चस्मा लाउने हेर्नु त लु यता लु उहाँ चाहिँ फेरि आफ्नै पारामा हुनुहुन्छ कि बिन्दास हावा चलिरहेको छ हावा चलिरहेको छ यो चाहिँ माथि टावर हो भ्यू टावर त होइन के अरे माथि जानु मिल्दैन होला तर लु कस्तो लागेर मजा आइरहेको भयो गलेर के छ केही भन्नु छ 2-4 शब्द बनाइ ल भन्नु त हाम्रो यहाँ भ्युअरहरूलाई के भन्न चाहनुहुन्छ म त यो सिडी हिँड्दा हिँड्दा गलेँ तपाईँहरू चाहिँ अब तपाईँहरू नगली हिँड्नु होला यहाँ त फोहोर जलाएको रहेछ यहाँ त केही रहन्छ नि यति नै रहेछ यहाँ चाहिँ जङ्गल रहेछ यतातिर अगाडि यो माथि यो भ्यू टावर हो यहाँ माथि गयो भने सबै भ्यू देखिन्छ कि तर आज चाहिँ मौसम नखुल्या भएर चाहिँ यो खुल्दैछ बल्ल अलिअलि खुल्दैछ यो चाहिँ हाम्रो बुद्धको च्याप्प लगाएर समाएर एकछिन लगाइहाल्नुहुन्छ फेरि हेर्नु त मलाई एउटा यस्तो मलाई यो चस्मा मन पऱ्यो रे खै त यता मिस हेलो मिस देखाउँ त यो चस्मा चाहिँ फेरि हाम्रो उहाँ मिसलाई मन परेको रे खासमा उहाँलाई कोही गिफ्ट गर्न इच्छुक हुनुहुन्छ भने चाहिँ यो चस्मा उहाँलाई गिफ्ट गर्न इच्छुक हुनुहुन्छ भने चाहिँ दिनु होला लु यो होइन किन उहाँ फेरि आफ्नै पारामा यस्तो हुन्छ रको छ कि टोलीहरू त जम्बो जस्तो छ कि सबै यहाँ त फेरि अनि मौसम जस्तो सुकै होस् म नखिच्न पनि सक्छु नि गाइजहरू हेर्नुहोस् हाम्रा पुर्खा मादरे थिए भन्ने कुराको प्रुफ गर्नलाई आज पवन सर फेरि रुख चढ्दै अरू पनि चढ्छ नि रुख होइन वेट उहाँको एक्सपेक्टेसन के थियो एक्सपेक्ट गरेको थिएँ कि यो खालको रुख चाहिँ चढेर फोटो खिच्यो तर तपाईँले के रुख चढ्नुभयो त्यहाँ देख्नु यो रुखको हेर्नुहोस् गाइज उहाँहरूले मलाई जिउँदै कहाँ पुर्याउने उ राख्दैछ कि यिनीहरू यता छेउतिर आगो बालेको छ नि यता चढाउँदैछ यिनीहरूको डराउनुहोस् लु 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 यहाँ कहाँ चढ्छु रे यहाँ चढ्छु रे लु त ऊ चढेर लु 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 त लु गयो 1 2 गयो लु है तयारी हुँदै हुन्छ लु के जुत्ता खोल्ने कि के छ ल ल छिटो खै ल ल ल अनि चढ्छु भनेको होइन त होइन जे भए पनि त्यो तपाईँले यो चढ्नु हामी यहाँबाट तलतिर फर्केको यो चाहिँ माथि चिया बगानसम्म आएको थियौँ अब हामी तलतिर झरेको एकछिनमा लु यो चाहिँ यहाँको यो पुल हो योबाट यस्तो देखिन्छ यहाँको नजारा यस्तो छ यहाँ अहिले चाहिँ हामी यता माथिबाट आएको यस्तो माथिबाट यो चाहिँ बुद्ध पार्कको मूर्ति हो अनि यो चाहिँ पुल हो अनि पुलमा चाहिँ हाम्रो हिरोइन मिस यहाँ हुनुहुन्छ अनि उहाँ चाहिँ पुलमा टोलीहरू फोटो खिच्नुमा व्यस्त छन् सबै जहाँ भने फोटो त फेरि खिचिहाल्ने के टोलीहरू यस्तो छ अब यो बाटोबाट चाहिँ हामी ओह्रालो लाएर हिँडेको अब हामी फर्किनु लागेको मिस चाहिँ अगाडि हतार हतार भएर ऊ पुरा छौँ अब यो माथिको पार्क छोडेर हामी फर्क्यौँ ल अब हामी हिँडेको काफले बाको जाई
लाग्नु अगाडि फुलीहरू लागे फेरि